कुनै अब यता अर्ग्यानिक गरे फेस वास के अरे यो यो चाहिँ अर्ग्यानिक एकदम फेस वास हो यो गऱ्यो भने चाहिँ एकदम अलिक कालो थियो कि म चाहिँ अलिक सेतो बनिङ भनेर नि यो कुन चाहिँ माटो अरे माटो चाहिँ यो चाहिँ कालो माटो हो क्या यो चाहिँ गऱ्यो भने चाहिँ एकदम गालाको ओइली फेसहरू चाहिँ सब जान्छ क्या त्यसको ग्यारेन्टी माने एकदम त्यहाँदेखि चाहिँ एकदम राम्रो हुन्छ यो चाहिँ एकदम अर्ग्यानिक हो हाम्रो सिक्किमको तर सिक्किमको मान्छेले चाहिँ गर्दैन रहेछ कि तर मैले चाहिँ अलिकति गरिदिएको सब अर्ग्यानिक भन्छ अन्त म पनि माटो चाहिँ अर्ग्यानिक बनाइदिउँ भनेको खोइ अब अरू त के कालो कालै हुन्छ लु दारी मजाले आउँछ नि फेरि यसले चाहिँ कहाँ हो दारी पनि दारीहरू मजाले आउँछ आँखातिर चाहिँ नदल्नु नि फेरि अर्ग्यानिक हुँदैन नि फेरि अर्ग्यानिक होला नि फेरि अब यसलाई चाहिँ 15 मिनट जति चाहिँ सुक्नु दिनुपर्छ 15 मिनट त्यहाँदेखि चाहिँ धुयो भने चाहिँ एकदम ओइली फेसहरू चाहिँ टाकटुक एकै तालमा अनि अघि पौडी खेल्दै दल्नु पर्थ्यो नि हो अन्त त्यति बेला यो माटो पाउँदैन यो माटो अलिक महँगो हो नि महँगो पर्छ यो त्यही त नेटमा खोज्नु पाउँदैन नि जङ्गलै जानु छ यो चाहिँ हामीहरूले भन्दा नि एकदम केटीहरूको लागि चाहिँ एकदम राम्रो होइन यो माटोको नाम चाहिँ के हो यो माटोको नाम चाहिँ काली माटो भन्छ खोइ इङ्ग्लिसबाट माटोलाई के भन्छौ इङ्ग्लिसबाट भन्नु पर्दैन नेपालीबाटै भन्दैन नि नेपालीबाट माटो 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 हो नि अन्त यो कुन चाहिँ खालको माटो हो अन्त यो चाहिँ कालो माटो अरे वाह कमिलो दल्ने यो दल्ने अरे यसले दिएन म डल्नु केटाहरू अर्ग्यानिक भनेर दल्दो रहेछ माटो हात धुनु दामी हुन्छ है हातहरू धुनु चाहिँ त त बुट जस्तो देख्दो रहेछ फेस चाहिँ उपर कसै नाली बनाइदिँदो रहेछ हो पानीको पानी पनि एकदम यता 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 पानी नि एकदम अर्ग्यानिक हो अर्ग्यानिक अर्ग्यानिक पानी जुगाउनु चाहिँ फेरि पानी जुगा चाहिँ होइन यो चाहिँ यस्तो हात थापेर चाहिँ कहिले नखानु यस्तो बट्टातिर थापेर खायो भने चाहिँ अर्ग्यानिक नभए चाहिँ गाईको नाकमा पस्ने जुगा चाहिँ फेरि तपाईँहरूको पनि पस्छ है नाकमा फेरि कैँची बोकेर नाकको छेउमा पर्खिबस्नु लाउनुपर्छ नि फेरि गाईकोमा पर्खेको जस्तो अब कति मिनट 15 मिनट होइन अब 15 मिनट राखेर चाहिँ त्यहाँदेखि फेरि अब अहिले अनुहार एकदम टाइट हुँदैछ होइन एकदम अहिले भएर धुँदा चाहिँ त्यहाँदेखि एकदम रिल्याक्स खालको हुन्छ त्यो माटो चाहिँ कहाँबाट खुवाउने हो देखाउनु त अर्कोले पनि तपाईँहरूले यता आउनु अब बोरङपट्टि जाने बाटोको यी छ है तर यतै कुनामा यो कोनाको हो गएर देखाइदिनु नि अन्त यता अब डबल डबल चाहिँ नजाउँ होला यो नि हो धारोमा गर्दैछ आज चाहिँ रोडको चाहिँ रोडको चाहिँ नखोल्नु खोल्न यो एउटा खोल्दैन त्यो चेप्पर है त्यहाँबाट खोल्दैन अलिकति हातले खोल्दैन हो अन्त कम्ती खोल्न कम्ती यस्तो पानी जमिरहेको छ अब माथि माथि यस्तो गरेर भत्काउनु आउँदैन यस्तो कम्ती खोल्दै फेरि त्यो ढुङ्गा निकालिदियो भने त हुने रहेछ हो त्यो पल्ट्यो एउटा त्यही पनि हो कहाँ मान्छ हौ पानी बनाउँदैछ नि पानी जमिरहेको छ भोलि बसी फेरि यो पहिरो जान्छ अलिकति घाइरो खनी राख्दैन अब त्यो कालो माटो गन्ध आउँछ होला दामी भयो पानी चाहिँ अलिक त्यो खुट्टाको छेउको खोन हो त्यो चाहिँ हो त्यो खोन्दै त त्यो हातको छेउको चाहिँ खन्दा त्यहाँ चाहिँ किन खुवाउनेको हो त्यहाँ सुकिहाल्यो त नि पानी हो यस्तो दामी आउँदैछ पानी
यो यहाँ यसो ढोल न यो अब त्यहाँ चाहिँ नखन्दै त्यहाँ चाहिँ त्यो ढुङ्गा हालेको चाहिँ त्यहाँ अलिअलि कोठा न सक्दैन रहेछ कस्तो ढुङ्गा रहेछ ढुङ्गा छ उयोबाट एउटा खनिदिनु यताबाट एउटा खन्दैन भिस यता पर्दैछ हौ अब त्यत्रो मात्रै त्यहाँ त कहाँ खन्नु सक्छौ किन खन्न सक्दैन पानी त राम्रो गयो उन्दो पनि अलिकति एउटा खन्दैन भन्दैछ पारो गएन भने त अपना बनाले प्रिय हो त्यस्तो खन्नु आइजन अब टिप 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 गर्दै त्यो ढुङ्गा रहेछ कि त्यहाँ त्यो पानी जामिरहेको छ अब पानी चाहिँ मजाले उता जाँदैछ हो पानी बाटो दामी अब दिन चाहिँ दामी भयो अघि पौडी खेल्दा चाहिँ आम्मामा पानी यति खतरा पऱ्यो कि आम्मामा भाग्नसम्म भयो हामी साथीहरू पर रहेछ अन्त माथि निङ्ग्रु पनि यता माथि खोज्यो भने त पुरा पाउँथ्यो है पहिला है खोज्न छ भने तपाईँ निङ्ग्रुको सिजनमा यता खोज्न आयो भने चाहिँ पुरा पाउँछ तर जुगा चाहिँ पुरा होला अहिले चाहिँ अब आन्दार यतातिर अब चाहिँ धुनुपर्छ लु अब चाहिँ 15 मिनट भयो होइन टाइम देखाउँ भनेको अब तपाईँहरूलाई देखाउँ भनेको छैन टाइम हो अब चाहिँ धुयो भने चाहिँ एकदम राम्रो हुन्छ धुनु अब चाहिँ अलिक सेतो हुन्छ होला मैं गाली नहीं देता गाली नहीं देता फैमिली देखती है वरना मैं ऐसे ऐसे गाली दूं ऐसे गाली दूं ना जिंदगी भर याद रखेंगे बड़े सानो त रातो रातो देख्दो रहेछ त एकछिन नभयो पानी चिसो छ नि त केटा स्कुटरमा हिँड्ने पो आँसै थाम्नु सकेन त्यसले खै देखा त अब अन्त देखा त सेतो भएछ माट सब गएछ हो छैन भनेको अब देखा त आना अब चाहिँ हेर्नुहोस् होइन अब हेर्नुभयो भने चाहिँ यस्तो हुन्छ आना चाहिँ सेतो भएछ अब त अब त फेरि वाइट सिमी दलेको छ अनि के भन्नु चाहन्छ अब लाइक एन्ड सब्सक्राइब भएन अब तपाईँहरूले मैले चाहिँ अब कस्तो माटोले धोएको चाहिँ कस्तो हुँदो रहेछ भनेर तपाईँहरूले कमेन्टमा यसो कमेन्ट गरिदिनुहोस् सब्सक्राइब पनि गरिदिनुहोस् लाइक एन्ड सेयर ओके धन्यवाद